बिचमा हुन्छ लाइन्स हुन्छ सो 5 मिनेट समय दिनु भयो आजबाट ग्रुप एरोबिक एक्सरसाइज गरेको जस्तो आज मैले हजुरलाई अलिकति कम एक्सरसाइज गराउँछु तर त्यसपछि मान्छे कृष्ण घिमिरे सरले लिनुहुन्छ दिनुहुन्छ 5 मिनेट 6 मिनेट हजुर मुस्कान र नेगेटिभ थिङ्किङ बजारमा व्याप्त भयो हाम्रो मात्र छैन हामी नै हौ यस हैन हजुर त्यसैले उहाँलाई अलिकति लाफ्टरको एक्सरसाइज गर्नको लागि बीचको समयलाई काहीँनिर प्रयोग गर्नु होला है अहिलेको लागि भने म हेलन केलरतर्फ जान्छु मैले इन्टरनेसनल प्रेसिडेन्ट ज्यूको यहाँ एउटा मन्तव्य फोटो राखेको छु र हाम्रो इलेक्ट गभर्नर ज्यूको पनि राखेको छु इलेक्ट गभर्नर ज्यूको छ स्लोगन स्मल एक्ट सिग्निफिकेन्ट डिफरेन्स र इन्टरनेसनल प्रेसिडेन्टको यसपालि उहाँले दिनुभएको स्लोगन छ टुगेदर वी क्यान एक्चुअली हजुरले भनिदिनुहोस् त टुगेदर वी क्यान स्मल एक्ट सिग्निफिकेन्ट डिफरेन्स मलाई एउटा लाइभ पनि दिन हजुर लाइभ पनि खास मैले अलिकति हेलन केलरको भिडियो देखाउनु गरेँ 1925 एक्चुअली साललाई याद गर्दा हजुर कति भने हजुर 1925 मा हेलन केलर जो 18 महिनादेखि विदेश आँखा देख्नु नथ्यो र कान सुन्नु नथ्यो लायन्स क्लब इन्टरनेसनलको मिटिङमा गएर उहाँले के भन्नुभयो भने सम्पूर्ण मेलविन जोन्स इन्क्लुडिङ सबैजनालाई राखेर म आँखा देख्दिनँ कान सुन्दिनँ हजुर 18 महिनादेखि तर हजुरहरूले संसारमा आँखा नदेख्ने आँखा भनेको आँखा बाहिरी आँखा देख्ने तर जीवनको दृष्टि नदेख्ने व्यक्तिहरूलाई कर सम्झाउनु पर्यो लाइन हार्ड बोकेर उहाँले त्यो भन्नुभयो र जो व्यक्तिहरूले सुनेर पनि बुझ्दैन त्यसकोहरूलाई बुझाउनेमा तपाईँले एक्ट गर्दै पर्यो यस्तो स्मल एक्ट गरिदिनुहोस् लाइफमा चेन्ज होस् सिग्निफिकेन्ट डिफरेन्स होस् भनेर उहाँले यो स्पिच दिनुभएको छ यो स्पिचमा हजुरलाई 1 मिनेट सुनाउँछु हजुरले हेर्दै पनि हुनुहुन्छ सुन्दै पनि हुनुहुन्छ I suppose you have heard the legend that represents opportunity as a capricious lady who knocks on every door but once. उहाँले 8वटा भाषामा ब्युटिफुल टाइप गर्न सक्नुहुन्थ्यो उहाँले भन्नुहुन्थ्यो तपाईले त आँखा देख्नुहुन्छ गल्ती गर्नुभयो भनेदेखि फेरि गर्न सक्नुहुन्छ म त आँखै देख्दिनँ त्यसैले मैले पहिल्यै काम धेरै राम्रोसँग गर्नुपर्छ अहिले अब जर्नलिस्टले देखाउनुभयो नृत्यको केस गर्नुभयो त्यसको सबभन्दा ब्युटिफुल काम के थियो भन्दाखेरि हामीहरूले त्यति धेरै नृत्य इन्जोय पनि गर्दै थियौँ तर हामी सो फोकस थियौँ किनभने महिलाहरूले सुशील सर उहाँहरूले चाहिँ करुवालाई माथि टाउकोमा राखेर त्यसमाथि बत्ती बाल्नु पर्यो र त्यो करुवा निस्केला कि झर्ला कि भन्ने हामीलाई डर पनि लागिरहेको थियो हामी जसले देख्थ्यौँ होइन हजुर त्यसैले गर्दाखेरि यो कार्य के को थियो भन्दाखेरि फोकसको थियो अब म आजको विषयमा प्रवेश गर्न चाहन्छु पोजिटिभ थिङ्किङ फर ब्लिसफुल ह्याप्पी लाइफ भनेको के हो भने हजुर हामी नमरेसम्म सोच्नुपर्छ यस सर हजुर एकचोटि 3 ताली बजाउँदै यस भन्नु हजुर विचार भन्ने बित्तिकै 4 प्रकारका हुन्छ मसँगै भन्नु होला सकारात्मक विचार भन्नुहोस् त हजुर एकचोटि नकारात्मक विचार व्यर्थका विचार कामकाजका विचार राम्रो कुरा चाहिँ सकारात्मक र कामकाजका विचार आउनु राम्रो तर कहिलेकाहीँ हाम्रा व्यर्थका विचार आउँछ होइन र हजुर कहिलेकाहीँ नकारात्मक विचारहरू पनि आउँछ यसले दुःख दिन्छ गभर्नर साहब त्यसले गर्दाखेरि सकारात्मक विचारलाई कसरी प्रभाव गर्ने भन्दाखेरि म यो दुनियाँमा ठुस्कान दिन दुखी हुन दुखी कुरा गर्न आएको होइन यसो त हजुर हाम्रो त नामै यस छ नि हजुर त्यसैले गर्दाखेरि म यो दुनियाँमा संसारको सबैभन्दा ह्यान्डसम हँसिलो ज्ञानी उदाहरणीय सम्पन्न समृद्ध र स्वस्थ मस्त व्यस्त हुन आएको हो यसो त हजुर त्यसको लागि मैले के गर्नुपर्छ भन्दाखेरि बिहान उठ्ने बित्तिकै कमसेकम 1 मिनेट 2 मिनेट 3 मिनेट विश्वका धनीभन्दा धनी मानिसले दिने सर 20 मिनेट टाइम दिन्छ अर्ली इन द मर्निङ उनीहरूले आफूसँग डेटिङ गर्छन् डेटिङ त हजुरलाई थाहा छ म पनि डेटिङ गरेको मान्छे हजुरहरू पनि डेटिङ गर्नु भएको जाने होइन हजुर कसैले बिहाभन्दा पहिला गर्नु होला कसैले बिहाभन्दा पछाडि गर्नु होला त्यो छुट्टै कुरा हो डेटिङ गर्दा हामी के गर्छौँ एकअर्कालाई प्रशंसा गर्छौँ होइन हजुर नाक मेरो जस्तो ठुलो लामो भयो भने के भन्छौँ नाक हजुरको हिस्सी परेको छ राम्रो छ हे भन्छौँ होइन हजुर तपाईँ मुस्कुराएको मनपर्छ दाँत देखाएको त औधी मनपर्छ आदि इत्यादि होइन हजुर हामी एकअर्कालाई प्रशंसा गर्छौँ डेटिङमा त्यस्तै पोजिटिभ थिङ्किङ भनेको बिहान उठेर संसारमा ल्याउने आमा बुवाहरू हुनुहुन्छ आउने एउटै मात्र माध्यम छ एउटै मात्र माध्यम र आत्मिकदेखि प्रेम गर्ने भएको हुनाले आमा भनिन्छ आमाको नामलाई के ताली दिँदै तर जाने विभिन्न माध्यम छन् विनय सरले आज यसपालि प्रोग्राम ल्याउनु भयो कमसेकम पर 10 सेकेन्ड भनेर दुर्घटनाबाट हुन्छन् सुसाइडबाट हुन्छन् ठुस्कान दिएर हुन्छन् डिप्रेसनबाट हुन्छन् होइन हजुर कालगतिले हुन्छन् हार्ट एट्याकबाट हुन्छन् ब्रेन ह्यामरेजबाट हुन्छन् रोग लागेर हुन्छन् हजुर त्यसैले मेरो विचारमा जिन्दगी
गडबड हुने भनेको तीनटा कुराले हजुर। पहिलो कुरा, हामीले मुखबाट शरीरलाई हानि हुने खानेकुरा खायो भने रोगी हुन्छ, होइन र हजुर? स्वादको लागि हजुरहरूले हामीहरू A1 मा आएका छौँ, आजको लागि त्यो कुरा छुट्छ, मेरो कुरालाई याद नगर्नुहोस्। अहिले एकछिनपछि हामी भोजनमा जाउँदा फेरि हजुरले मैले के भने आजलाई छोडिदिनुहोस् हजुर, आज हाम्रो पार्टीको दिन हो, शनिबार। तर जब हजुरले आफ्नै हिसाबले त्यसलाई विचार गर्नुपर्ने हुन्छ, मुखबाट त्यस्तो कुरा नखाइदिनुहोस्। म पनि भुक त भोगी हो, त्यस्तो स्वादको लागि खाइदिएँ, मेरो पेटले पचाउन सकेन, गडबड भइहाल्यो, त्यो ब्लड भयो, धेरै कुराहरू भयो। दोस्रो कुरा, तपाईँको मनले पचाउन सक्दैन भने र रियाक्सन देखाउँछ भने त्यो कुरालाई हामीले लिनु हुँदैन। एक्जाम्पल, एकदमै कडा औषधि छ भने हामीहरूले त्यसलाई स्वाटै दिन्छौँ, त्यसको स्वाद लिइराख्दैन, है सर हजुर? त्यसैले साह्रै अपाच्य कुरा आयो भने त्यसलाई एकदम अड्काइराख्ने, सोचिराख्ने होइन, त्यसलाई हामीले फटाफटमा डाइल्युट गरिदिनुपर्छ, राइट हजुर? त्यसैले दुईवटा कुरा हजुरलाई निवेदन गरेँ, एउटा मुखबाट खाने कुरा र अर्को चाहिँ मनबाट स्वीकार गर्ने कुरा। तेस्रो कुरा आजको विषयमा प्रवेश गर्दैछु। सोच्ने बेलामा सर्वजना हिताय सर्वजना सुखायको बारेमा सोचिदियो। फलानुको पनि दिन आउँछ, राम्रो हुन्छ भनेर सोच्नको लागि हामीलाई पैसा लाग्दैन, यसो न हजुर? कहिलेकाहीँ हामीले भनिरहेका हुन्छौँ, हजुरहरूले नभए पनि कसैले भनिरहेका हुन्छन्, तेरो त अब जिन्दगीभर होला जस्तो छैन भाइ भनेर। यो कहिले सुध्रिँदैन, यो हुँदैन भनेपछि यसमा धेरै रिसर्चहरू भएका छन्। राम्रा व्यक्तिहरूलाई राखेर तिमीहरूको राम्रो हुँदैन भनेपछि उनीहरूको राम्रो भएको छैन, ठिकै व्यक्तिहरूलाई राखेर तिमीहरूको गजबै हुन्छ भनेपछि उनीहरू धनी सम्पन्न पनि भएका छन्। उनीहरूले सोच्छौँ नि त, त्यसैले बिहान उठ्ने बित्तिकै केही मिनेट लिएर सोचौँ, के को बारेमा सोचौँ, आज मेरो के सेवा छ, आज मैले के गर्नुपर्ने छ, कसरी गर्छु, आज मैले ड्रेस लगाउने बारेमा पनि विचार गरेँ। दुईवटा कोट थियो मसँग, कुन चाहिँ लगाउँ भन्दा विनेशहरूले पनि ब्लू नै लगाउनुहुन्छ होला, गभर्नरले लगाएको अलिकति रङ लगायो भनेदेखि दामी नै हुन्छ भनेर मैले विचार गरेको छु। त्यस्तै कुन चाहिँ लगाउने, दोहोरा पनि दुई तिनवटा, ट्राउजर पनि, जुत्ता पनि रङ मिल्ने खालको मैले त्यसलाई अलिक कम्फर्टेबल त्यस्तो खालको लगाएँ। बिहान मैले यो कुरा विचार गरेँ, धेरै चाँडो उठ्छु म, हजुर पनि धेरै चाँडो उठ्ने नगर्नुहोस्। म चाहिँ फेरि बिहान उठेर सोचेर फेरि सुतेँ। अहिले हजुरलाई चाहिँ म कुन बेलामा उठ्छु आज म भन्दिनँ, तर जुन बेलामा हजुर उठ्नुहुन्छ टेक फ्यु मिनट अफ टाइम, ठिक छ हजुर? यहाँसम्म कुरा क्लियर छ? आजको दिन मेरो के एजेन्डा हो, यो हप्ता के एजेन्डा हो, र यो अब 2025-26 को मेरो अर्को जुलाईसम्मको के एजेन्डा हो, यो लगभग सरले पेश गरिसक्नु भएको छ, आइसक्यो, होइन हजुर? डिस्ट्रिक्टको प्रोग्राम हामी सुन्दैछौँ, क्लबको पनि प्रोग्रामहरू छ, यसमा हामी अफिसर्सहरू मिलेर कसरी सफल बनाउने भन्ने नै गेम हो। त्यसैले यो महिनाको योजना के हो र यो 1 वर्षको योजना के हो, यो प्रोग्राममा म हजुरलाई हुन त मैले 3 वर्ष, आगामी 10 वर्ष र मर्नु अगाडिसम्म के गर्नुपर्छ भनेर सोच्नको लागि हजुरलाई आह्वान गर्नेवाला थिएँ, तर आज मैले डिस्काउन्ट गरेर 1 वर्षको मात्रै समय कम भएको हुनाले हजुरलाई निवेदन गर्दैछु। म प्र्याक्टिकल गराउँछु। सेकेन्ड, जब एक्ट गर्ने बेला हुन्छ त्यसपछि विनय सरलाई अहिले कर्सरको आवश्यकता थियो, अनि मैले सरलाई मसँग कर्सर थियो, सुई कर्सर दिएँ। त्यसपछि अलिकति माइक मिलाइदिएँ, साउन्ड सिस्टम मिलाएर मेरो पनि आफ्नो सिस्टमहरू मैले त्यहाँ चेक गरेँ, सबै कुराहरू फिट एन्ड फाइन राखेँ। यस सर हजुर? अब मैले मेरो एक्ट गर्नुपर्ने हो। हिजो म अर्को प्रोग्राममा बिरगन्ज गएको थिएँ, दिउँसो आएर म नगरकोट गएँ, अब मानिसहरूले भने तिम्रो फ्लाइट टाइममा उठ्छ भनेर, मैले सोचेपछि त्यो फ्लाइट टाइममा उठ्छ र म बिफोर टाइम हिजो नगरकोट पुगेको थिएँ बिरगन्जबाट। सोच्न साथै बाहिर नेचरले, गडले, सुप्रिम नेचरले काम गर्न थाल्छ। हामी सोचेर एकचोटि हेरौँ, सोच्ने भनेको ल भाइब्रेसन भनेको मोबाइल 10वटा नम्बर प्याक गर्ने बित्तिकै अर्को कहाँ पुग्छ, कसरी जान्छ, यहाँबाट अदृश्य तरङ्ग निस्केर त्यो मोबाइलमा हिट गर्छ। त्यस्तै मैले सोच्न साथै जसले काम गर्नुपर्ने हो तिनीहरूले काम गर्न थाल्छ। अब दिउँसो मैले 100% एक्ट गरेँ, राति सुत्ने बेलामा एकचोटि रिभ्यू गरौँ हजुर। मैले बिहान उठेदेखि 5 बजेदेखि आज बेलुकासम्म सबभन्दा राम्रो के गरेँ, हजुरले आज सुत्नु अगाडि आजको दिनलाई सेलिब्रेसन गर्नुहोस्, राम्रो भएको कुरालाई सम्झिनुहोस्। आज म तपाईँलाई जिन्दगीमा भएका राम्रा कुराहरू सम्झाउँछु, त्यसले गर्दा मजा आउँछ। यसो हजुर, राम्रो कुरा सम्झिँदाखेरि हाम्रो केमिकल चेन्ज हुन्छ। उदाहरण, मैले केही समय अगाडि डिबुवा ल्याएर 4 पिस डिबुवा मुखमा राखेर चर्याम चलाएको थिएँ। हजुरको मुखमा पनि पानी आयो होला अलिअलि? मैले 4 महिना अगाडि चलाएको 4 पिस डिबुवाको अहिले आवाज आइरहेको छ, हजुरलाई अहिले फिलिङ भइरहेको छ र अहिले पानी आइरहेको छ। मतलब हामीले सोच्न साथै हाम्रो ब्रेनको केमिकल चेन्ज हुन्छ। डोपामाइन, सेरोटोनिन, अक्सिटोसिन, एन्डोर्फिन, यिनीहरू ब्रेनका केमिकलहरू, यिनीहरू रिलिज हुन्छ। एकचोटि ताली बजाइदिनु हजुर। त्यसैले राति हजुरले रिभ्यू गर्नुहोस् र फेरि सुत्नु अगाडि एकचोटि सोच्नुहोस्, अब मेरो बाँकी भोलिको कार्ययोजना के छ। अब म आज मस्तसँग सुत्छु। म हजुरलाई भन्छु बिहान खुसी भएर उठ्ने र सकारात्मक सोच्ने। अब म बिहान भन्छु तपाईँले खुसी भएर उठ्ने र सकारात्मक सोच्ने भन्नुपर्छ है हजुर। बिहान उठ्ने अनि खुसी भएर सकारात्मक सोच्ने। दिउँसो एक्ट
गर्दा भन्छु हजुरले आनन्दित भएर काम गर्ने, पिसफुल। दिउँसो एक्ट गर्दा आनन्दित भएर कर्म गर्ने। राति सुत्नु अगाडि भनेर भन्छु हजुरले सन्तुष्ट हुने र रिभ्यू गर्ने भन्नुपर्छ। राति सुत्नु अगाडि अनि फेरि भोलि पनि मेरो के योजना छ अलिकति मनमा राखेर सुत्ने। त्यसैले 27 वर्षदेखि 30 वर्ष अगाडि म विनय सरसँग काम गर्थेँ। त्यसपछि मैले पनि पर्सनालिटी डेभलपमेन्टको क्लासेसहरू सुरुवात गरेँ। लियो क्लबमा म प्रेसिडेन्ट भएँ, ओल्डेस्ट क्लबमा हिमालय स्पार्टनमा, र अहिले म हजुरहरूको बिचमा आउन पाउँदा खुसी लागेको छ। 27 वर्षदेखि म देब्रेतिर ढल्केर यसरी सुत्दैछु। म आफूले आफूलाई भन्छु नाक लामो भएको रमन तिमी कति ह्यान्डसम छौ, कति जानेका छौ तिमीले। गाउँबाट आयो, एउटा मात्रै कपडा 100 कपडा लिएर आयो, तर तिम्रो अहिले धेरै कपडाहरू छ, धेरै साथीहरू छन्, क्या गजबको व्यक्तित्व बनाएका छौ। संसारकै ह्यान्डसम रमन, आज तिमी सुत, तिमीले दामी गर्यो। आज तिमीलाई भोलि पोखरा जानु छ, भोलि पोखरा जाने हो र अन्तिम त्यसपछि फेरि अन्त पनि जाने कार्यक्रमहरू छ। त्यसैले म आफूले आफूलाई चाहिँ सुत्नु अगाडि सन्तुष्टता दिन्छु। त्योभन्दा अगाडि श्रीमतीलाई, छोरीलाई, आमालाई, बुवालाई ढोग्छु, नमस्कार गर्छु, माया पनि गर्छु। उहाँलाई भन्छु 17,000 दिन सुत्यो होला यो धरतीमा, तर आजको रात चाहिँ एकदम गजबसँग सुत्नु है हजुर भनेर उहाँलाई भन्छु, र म आफू पनि गजबसँग सुत्छु। र हिजो राति म सुतेर आएँ हजुरहरू पनि यसो न हजुर। सुतेको बेलामा हामीलाई थाहै हुँदैन। हेलन किलरलाई छोडेर अब म लाइन्सको एउटा, यसपालि दिनेश सरले धेरै एडभेन्चरको कुरा गर्नुभयो। लाइन्सको एउटा एडभेन्चरको मैले एउटा म्युजिक ल्याएको छु, 1 मिनेट हजुरलाई देखाउँछु। हजुरले क्ल्याप गर्ने हो र अलिअलि गाउने पनि हो है हजुर। हामी सबै गरौँ। हेर्नुपर्ने हुन्छ हजुर। अब म हजुरसँग बारम्बार भेटिराख्छु। त्यसले गर्दाखेरि बसी पनि कहिलेकाहीँ हामीले आफ्नो शरीरलाई एक्सर्साइज गराउन सक्छौँ। एउटा म्युजिक प्ले गर्छु, हजुरले बसेर 1.5 मिनट म सँगसँगै एक्सर्साइज गरिदिने हो। ठिक छ सुशील सर, ठिक छ, म अगाडि बढौँ। बसी हाम्रो शरीरलाई क्ल्यापिङ र ट्यापिङ दिनुपर्छ। चन्दन सर, सुशील सरको छेउमा बसेर अलिकति मद्दत गर्नु होला। आर यु रेडी? बसी है हजुर। एकचोटि हातलाई मालिस गरिदेऊ, एकचोटि क्ल्याप सुरुवात गरिदिनु हजुर। म माथि जान्छु। हात अलिकति माथि उठाइदिनु, अलिकति सेक गरिदिनु हजुर, सेक गरिदिनु। हातलाई यहाँ राख्नु हजुर, चुड्की बजाइदिनु हजुर एकचोटि।
Let's close your eyes. आफ्नो मुटुको धड्कनलाई सम्झौँ हजुर। अब हामी सोच्न लाग्यो के हजुर, फिलिङ गर्न लाग्यो है। आफ्नो मुटुको धड्कनलाई गर्दै, आफ्नो मुटुको धड्कनलाई याद गर्दै, आफ्नो मस्तिष्कमा भएको रक्त संसारलाई याद गर्दै, आफ्नो टाउकोको भागलाई धन्यवाद दिनु, फिलिङ गरौँ हजुर। दुईटै आँखालाई, कानलाई, नाकलाई, मुखलाई, कपाल र कपालको जरालाई, घिमिलाई, अनि निधार गाला चिउरोलाई, गर्दन र स्वरलाई, दुवै कान र दुवै हात खुट्टालाई सम्झेर धन्यवाद दिनु हजुर। कलेजो, मुटु, फोक्सो, मृगो र आमासाईलाई धन्यवाद दिनु हजुर। पुरै शरीरलाई धन्यवाद दिइसकेपछि आफैले आफैलाई भनिदिनुहोस्, म एरिया 1 को क्लब अफिसर्स वर्कसपमा बसेको छु, A1 मा। म A1 पर्सनालिटी हुँ, यस पर्सनालिटी हुँ। आफ्ना दुवै हातलाई नमस्कार मुद्रामा राखिदिनुहोस्। कसैले फोटो भिडियो खिच्दै हुनुहुन्छ, त्यसरी फोटो भिडियोमा हजुरको अनुहार एकदमै गजबको आओस् भनेर अनुहारलाई मुस्कानपूर्ण राख्नु होला, मेरुदण्डलाई सिधा राख्नु होला। आफ्नो जन्ममिति, जन्मस्थान र जन्म दिने आमा र बुवालाई एकचोटि सम्झेर धन्यवाद दिनु होला। आमालाई मनमा नै भनिदिनुहोस्, मेरी आमा हजुरलाई धेरै धेरै धन्यवाद छ। 9 महिना मलाई गर्भमा राख्नु र हजुरकै ब्लड हो म। हामीले आमालाई घुमाइसकेका छौँ भने आमालाई श्रद्धापूर्वक याद गर्नुहोस्, हुनुहुन्छ प्रेमपूर्वक याद गर्नुहोस्। आमाले प्रेम गरेको, माया गरेको, छातीमा टाँसेको मेरो बाबु, मेरो नानी भनेको समयलाई याद गर्नुहोस्। थ्याङ्क यू आमा, आई लभ यू आमा। आफ्नो बुवालाई याद गर्नुहोस्, कानमा बोकेको, विद्यालयतर्फ लगेको, आफूलाई मनपर्ने कुराहरू ल्याइदिनु भएको, किनिदिनु भएको, तपाईँको लागि म छु भनेको क्षणलाई याद गर्नुहोस्। आफ्नो बुवालाई पनि थ्याङ्क यू भन्नुहोस्, श्रद्धापूर्वक आभार व्यक्त गर्नुहोस्। आफूलाई सबैभन्दा सानो उमेरमा लिएर जानुहोस्, जब हजुर 4-5-6 वर्षको हुनुहुन्थ्यो। साथीसँग खेल्दै हुनुहुन्छ, विद्यालय जाँदै हुनुहुन्छ, नयाँ कुरा सिक्दै हुनुहुन्छ। आहा, कस्तो गजबको जीवन। राजविराजमा, ओखलढुङ्गामा, ललितपुरमा, काठमाडौँमा, मकवानपुरमा, वीरगन्जमा एकचोटि हजुरले आफूलाई देख्नुहोस्। त्यो दिनदेखि आजको दिनसम्म आफ्नो जीवनमा बिस्तारो हुर्किँदै गएको, विद्यालयको पढाइ पुरा गरेको, कलेजको पढाइ, वैवाहिक जीवनमा आएको, जब सुरुवात गरेको, बिजनेस सुरुवात गरेको। यदि हजुरहरूको सन्तान प्राप्ति भएको बेलामा पहिलोचोटि आफ्नो सन्तानलाई देख्दा हर्षको आँसु आएको क्षणलाई पनि याद गर्नुहोस्। What a beautiful moment! आफ्ना बेबीहरूलाई हातमा लिँदै हुनुहुन्छ, गदगद हुँदै हुनुहुन्छ। म्याडमहरू, आमाहरू, सरहरू, observe your life beautifully, रिभ्यू गर्नुहोस् आफ्नो जिन्दगीलाई र एकचोटि आफैलाई भनिदिनुहोस्, वाह क्या गजबको जीवन पाउनुभयो, बधाई छ, कङ्ग्रेचुलेसन। आफ्ना जिन्दगीका सबभन्दा राम्रा क्षण, सफल, खुसी, आनन्दका क्षणलाई सम्झेर बधाई दिनुहोस्। र फेरि एकचोटि आफूलाई सोध्नुहोस्, म आमाको गर्भमा कहाँबाट आएको, म वास्तवमा को हो, कसले पठाएको हो, मलाई के गर्न पठाएको हो। यहाँ मानिसहरू मरेर कहाँ जान्छन्, म कहाँ जान्छु। आफूलाई उत्तर दिनुहोस्। यसपालिको वर्षलाई सफल बनाउन, मेरो जीवनलाई सफल बनाउन के गर्नुपर्छ, सबै कुरा मलाई थाहा छैन, तर आजबाट म सकारात्मक सोच्दै आफ्नो जिन्दगीलाई ब्लिसफुल र ह्याप्पी बनाउनु मेरो जिम्मेवारी हो। एकैछिनको लागि हामी जन्मेको घरमा जाउँ, जन्मेको घरलाई आकाशबाट हेरौँ, नेपालको आकाशमा जाउँ, हिमाल, पहाड, तराई, मधेसलाई देखौँ। नेपाल आमालाई पनि धन्यवाद
आभार व्यक्त गरौँ। संसारको सबैभन्दा लार्जेस्ट अम्ब्रेला अर्गनाइजेसन लायन्स क्लब इन्टरनेसनल, लायन्सको लोगो प्राउड पास्ट र प्रमिसिङ फ्युचर संसारभर देख्नुहोस्। संसारको आकाशमा गएर लायन्स मार्फत सेवा गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई आभार व्यक्त गर्दै, विशेष गरेर संसारमा श्रेष्ठ कर्म गर्ने र सहयोग गर्नेहरूलाई आभार व्यक्त गर्दै हजुरले आफूले आफूलाई ओहो क्या गजबको संस्थामा इन्स्टिट्युसनमा म छु, क्लबको मेरो आफ्नो योजनाहरू छन् र डिस्ट्रिक्टका मेरा योजना छन् र मैले देशको तर्फबाट इन्टरनेसनलमा पनि मद्दत गर्नु छ। मैले आफ्नो लाइफलाई सुन्दर बनाउनु छ, मेरो फ्यामिलीलाई, मेरो बिजनेसलाई, मेरो प्रोफेसनल लाइफलाई, सोसल लाइफलाई र मेरो ग्लोबल लाइफलाई पनि मैले अगाडि बढाउनु छ। लाइन्समा बसेर आफ्नो बिजनेस सेवा कर्म पनि गर्दैछु, नेटवर्क बढाउँदैछु र म आनन्दको जीवनमा अगाडि बढिरहेको छु। हामी संसारको आकाशमा गएर सौर्यमण्डल र त्योभन्दा धेरै माथि तपाईँ जुन गुरुलाई देवी देवता भगवान गुरुलाई परमात्मा परमेश्वरलाई मान्नुहुन्छ, तपाईँ जसलाई मान्नुहुन्छ उहाँलाई एकचोटि याद गर्नुहोस् र उहाँलाई भनिदिनुहोस् ओ गड, आजको दिनसम्म काम क्रोध र लोभको कारणले गर्दा मैले आफूलाई कमजोर ठानेर कसैलाई दुःख दिएको छु र दुःखका विचार गरेको छु भने आम सरी। गडले हजुरलाई सुख, शान्ति, आनन्द, प्रेम, ज्ञान, शक्ति, पवित्रताको शक्ति दिँदै हुनुहुन्छ। जसरी तरङ्गको रूपमा किरणको रूपमा आइरहेको त्यो शक्तिलाई जसरी मोबाइल चार्ज हुन्छ आफ्नो मन, बुद्धि र हातमा चार्ज भएको महसुस गर्नु हजुर र हजुरले आफैसँग कमिटमेन्ट व्यक्त गर्नुहोस्। अब मैले बाँकी लाइफको हरेक सेकेन्डलाई युटिलाइज गरेर मलाई अगाडि बढ्नु छ, मेरो लक्ष्यतर्फ पुग्नु छ। एकपटक आफ्नो लक्ष्यमा सफल भइरहेको भिजुलाइज पनि गर्नुहोस् हजुर र आफू अगाडि बढ्दै बढ्दै संसारको आकाशबाट त्यो परमधामबाट जहाँ कुर्सीमा बस्नु भएको छ त्यहीँ आइपुग्नु हजुर। अनि आफैले आफूलाई सम्बोधन गर्दै भन्नुहोस् ओहो मन बुद्धिबाट त घुम्न जान सकिने रहेछ, म भर्खरै अहिले आफूलाई शक्तिशाली बनाएर आफूलाई चार्ज गरेर रिचार्ज गरेर इन्चार्ज बन्नको लागि म फर्केको छु, मेरा सबै जिम्मेवारीहरू म पुरा गर्न सक्छु भन्दै अत्यन्त खुसीका तरङ्ग आफ्नो ब्लिसफुल तरङ्गहरू मनमा ल्याउँदै एकपटक हजुर हामी आज खुसी खुसी साथमा अभिनय नै सही एउटा कमिटमेन्ट व्यक्त गर्यौँ। सबैले दाहिने हात उठाइदिनुहोस् त, प्लिज रेज योर राइट ह्यान्ड। म भन्छु मैले भनेको कुरा हजुरले मेरो साथमा दोहोऱ्याइदिनु होला। म खुसी छु, म आनन्दित छु, मेरो जीवन आनन्दको छ, म यसमा छु, मेरो लाइफ यसमै छ, म सबैप्रति आभारी छु, मेरो कुनै गुनासो छैन, म त सकारात्मक सोच्न सक्छु, अझ बढाउँछु, आनन्दको जीवन छ, अझै बढाउँछु, खुसी जीवन छ, खुसी अझै थप्छु, म मिलेर काम गर्छु, एभ्रिथिङ इज पोसिबल, गऱ्यो भने हुन्छ, स्मल एक्टले पनि सिग्निफिकेन्ट डिफरेन्स ल्याउँछ, टुगेदर वी क्यान, लेट्स डु इट। दुवै हातलाई नमस्कार मुद्रामा फिर्ता गर्नुहोस्, यसपालि टाउको अलिकति झुकाउनुहोस्, फेरि आफ्ना गुरुलाई, आफ्ना हजुरबा हजुरआमालाई, काका काकी, मामा माइजू, फुपू फुपाजुलाई, श्रीमान श्रीमतीलाई, बच्चा बच्चीहरूलाई र हामी आज जो जो यहाँ आएका छौँ सबैलाई बधाई शुभकामना दिँदै अब म सामान्य अवस्थामा फर्किन्छु। कसरी सोच्ने रहेछ मैले सानो अभ्यास पनि गरेँ, म आनन्दित छु भन्दै अनुहारमा दिव्य चमक ल्याउँदै आफ्ना दुवै हातहरूलाई एक आपसमा माडमुड गरिदिनुहोस्। माडमुड गरेका हातहरूलाई हजुरले निधारमा, आँखामा, गालामा लगेर मेकअप नबिग्रिने गरेर मालिस गरिदिनुहोस्। हो त्यसमा चाहिँ ध्यान दिनुपर्छ। आफ्ना हातहरूलाई हेर्नुहोस्, चाहनुहुन्छ भने चुम्नुहोस्, छेउमा जो हुनुहुन्छ उहाँलाई मधुर मुस्कान दिनुहोस् हजुर। र मेरो साथमा एउटा एक लाइन गीत पनि गाइदिनुहोस्। चित्त शुद्ध होस् मेरो भोलि बुद्ध होस्, हजुरको पाठ। चित्त शुद्ध होस् मेरो भोलि बुद्ध होस्, मेरो पैतालाले हिरै नमारोस्, मेरो पैतालाले हिरै नमारोस्, राम्रो आँखामा खुल्छ राम्रै संसार, राम्रो आँखामा खुल्छ राम्रै संसार, झुल्किन्छ है छाया वस्तु अनुसार, झुल्किन्छ है छाया वस्तु अनुसार, आजदेखि काँडाको आँखामा फुलै संसार, आजदेखि काँडाको
नेगेटिभिटी त छ संसारमा, यो बिजुली बलेको पनि पोजिटिभ र नेगेटिभिटी हो, तर जीवनमा नेगेटिभिटीको आवश्यकता छैन। जोडले ताली बजाइदिन्छ। यो बिचको लाइन्स धेरै उफ्रेको मैले तस्बिर राखेको छु सुशील सर, किनभने दुईतिर यस्तो इन्टरनेसनल प्रेसिडेन्ट र हाम्रो डिस्ट्रिक्टको यस्तो गभर्नर पायो भने बिचको लाइन्स गुरुको उफ्रेको छ। अब मैले क्लब अफिसर्स आजको प्रोग्राममा वर्कसपमा के कुराहरू हुन्छ भनेर अघि भनेकै सरले भनेकै कुरालाई मैले यहाँ दोहोऱ्याएको छु। यसलाई धेरै दोहोऱ्याउँदैन किनभने म घडी हेरिरहेको छु, घडीमा 1 बजिसकेको छ। त्यसैले अहिले मैले हजुरलाई जे गराएँ यही कुराहरू थियो। साइलेन्समा बस्ने, सकारात्मक चिन्तन गर्ने, नकारात्मक कुरा आयो भने त्यसलाई एक्सेप्ट नगर्ने, त्यसको सल्युसन के हुन सक्छ। भ्रष्टाचार बढ्यो भनेर हामीले हिँड्दैमा भ्रष्टाचार कम हुँदैन, राइट हजुर? यसको समाधान के हो त? श्रेष्ठ आचरण नै यसको समाधान हो, होइन हजुर? त्यसैले पोजिटिभ थिङ्किङले यसलाई मद्दत गर्छ। माइकल फेल्प्स संसारमा सबैभन्दा बढी स्विमिङमा एउटै गेममा 8वटा गोल्ड मेडल जित्ने व्यक्ति हो, राइट हजुर? उहाँले ओलम्पिक हुने दिन बिहान पनि 3 घण्टा अहिले मैले हजुरलाई गराएको जस्तो मेडिटेसन गर्नुभयो। उहाँले मेडिटेसनमा देख्नुभयो आफूले 8वटा अवार्ड जितिरहेको। 6 महिना अगाडि उहाँको दाहिने हात भाँचिएको थियो। उहाँले मनले शक्ति दिनुभयो हातलाई र खुट्टाको चाहिँ रियल प्र्याक्टिस गराउनुभयो। सकारात्मक सोचले व्यक्तिको अनुहारलाई, आफ्नो परिवारलाई, आफ्नो व्यवसायलाई असर गर्छ। त्यसैले सकारात्मक सोचको जरुरी छ। डाक्टर इमोतो जो जापानमा जन्मिनु भएको थियो, 2016 मा उहाँको मृत्यु भयो। खानेकुरामा, चामलमा, मान्छेको शरीरमा, पानीमा र हरेक कुरामा, इभन बिजुलीको साधनहरूमा पनि तपाईले सकारात्मक सोच दिनुभयो भने त्यसले चाहिँ पोजिटिभ एक्ट गर्छ भन्ने कुरा उहाँले रिसर्चबाट पत्ता लगाउनु भएको छ। त्यसैले मान्छेको आफ्नो विचार नै स्वतन्त्रता र बन्धनको कारण हो। एकचोटि पढिदिनुहोस् त, सुशील सरको लागि म पढ्छु। मुस्कानले मुस्किल कार्यलाई पनि सहज गरिदिन्छ। यस सर हजुर? मुस्कानले धेरै कुरा भन्छ हजुर, ठुस्कानले पनि भन्न चाहिँ भन्छ। त्यसैले लेट्स ह्याभ अ मुस्कान इन आवर फेस। हामीले टिममा काम गर्नु छ हजुर। क्लब अफिसर्सको यस प्रोग्राममा क्लबमा हामीहरू अफिसर छौँ, डिस्ट्रिक्टमा पनि हामीहरू छौँ। यो होल टिमवर्क हो। टिमवर्क मिलेर हामीले त्यसलाई सफल गर्नुपर्नेछ। त्यसका लागि केही सफ्ट स्किलहरू चाहिन्छ। डिसिजन मेकिङ, लिडरसिप, कम्युनिकेसनका यस्ता सफ्ट स्किलहरू चाहिन्छ जुन हजुरहरूसँग छँदैछ। आजको अलिकति यो मोटिभेसनल प्रोग्राम हो, छोटो पनि प्रोग्राम हो। यसमा म डिटेलमा जान सक्दिनँ, तर हजुरसँग म बारम्बार भेट्ने र यसमा अलिकति मैले बढी समय दिने विचार गरिसकेको छु। मैले अब धेरै कुराकानीलाई नगरिकन सर्टमा हजुरलाई बताउन चाहन्छु। पोजिटिभ समाचारमा मान्छेहरूको ध्यान कम आइरहेको छ। हजुरले पोजिटिभमा ध्यान दिनुहोस् सर। यो देशमा यो देश चल्नको लागि नि हजुर नेगेटिभ जति भइरहेछ त्यसको 4 गुणा बढी पोजिटिभ भइरहेछ। हामीले छोड्ने नै होइन। मान्छेले भ्रष्टाचार गरौँ तर श्रेष्ठ कर्म गर्नको लागि दिलो ज्यान लागेर हामीहरू खटिरहेछौँ। हजुरहरू खटिराख्नु भएको छ। त्यसैले त यो देश अगाडि गइरहेको छ। हामीले दिलो ज्यान दिएसम्म भ्रष्टाचारीहरूले केही गर्न सक्दैन। यसमा ताली बजाउनु हजुर। राम्रो गर्नुको अगाडि भ्रष्टाचारीको के लाग्छ र 2-4 दिन उफ्रिने मात्रै हो, होइन र हजुर? फलाना भ्रष्टाचारी आज मरेछ भन्दाखेरि हामीले राम्रै लाग्यो कि होइन? बिचरा राम्रो गर्न सक्ने सम्भावना थियो तर दुनियाँबाट बदनाम भएर गयो। त्यसैले पहिला टेलिफोन तारमा बाँधिएको थियो विनय सर, अहिले टेलिफोन त फ्री भयो तर हामीलाई बन्धनमा बाँधियो। त्यसलाई सेल भनेको त्यसलाई ब्लकमा हामीले राख्थ्यौँ। त्यसका पनि अल्टरनेटिभ उपायहरू छन् र कोही कोही मान्छेको चाहिँ आफ्नै मुख फेरि उन्नतिको लागि बाधक हेर्नु मुखै यस्तो भएर माथि चढ्नै सकेको छ। सूर्यमुखी फुलले जब सूर्य लागेको हुन्छ सूर्यतर्फ अनुहार फर्काउँछ। सूर्य नलागेको बेलामा चाहिँ धेरै व्यक्तिहरूले हामीले बाहिरबाट पनि मोटिभेसन दिन्छौँ। बाहिरबाट मोटिभेसन नभएको बेलामा एकअर्कालाई मोटिभेसन दिने हो। त्यसैले घाम नलागेको बेलामा ढुस्स परेको दिनको बेलामा चाहिँ सूर्यमुखी फुलले एकअर्कालाई पावर दिँदो रहेछ। हजुरले याद गर्नुभएको छ? त्यो रिसर्चबाट पत्ता लगाएको। धेरै जसो जनावरहरू विशेष गरेर घरपालुवा जनावरहरू शाकाहारी हुन्छन् तर उनीहरूले शाकाहारी भएर पनि हामीहरूलाई दुध दिन्छन्, होइन हजुर? जङ्गलका जनावरहरूले मांसाहारी हुन्छन् तर उनीहरू 16 घण्टासम्म सुत्छन् हजुर। उनीहरू डरमा पनि बाँचिरहेका हुन्छन्। हजुरको लाइफमा पनि डर र रिस दुईटा छ भने केही समयको लागि भेजिटेरियन डाइटलाई प्राथमिकता दिनु होला। तर आजलाई मैले भनेको 3टा कुरा मैले हजुरलाई निवेदन गर्न खोजेँ पोजिटिभ थिङ्किङको लागि। एउटा फिजिकल बडीको पनि कहिलेकाहीँ एक्सर्साइजको आवश्यकता हुन्छ। आज हामीले 2टा टिममा अलिकति बसेपछि उठेर अलिकति एक्सर्साइज गऱ्यौँ। दोस्रो खानेकुरा, म चाहिँ रिजनल सिजनल ओरिजिनल फ्रेस फल पाएसम्म आज मैले 2 किलो आँप खाएर आएको बिहान हजुर। र त्यो पच्न पनि सजिलै पच्ने, शरीरलाई डाइट पनि हुने रहेछ। 2 प्रकारका भोजन हुन्छन्, एउटा बल बढाउने, एउटा मल बढाउने। म चाहिँ अहिले मल कम हुने र बल बढाउने भोजनलाई प्राथमिकता दिन्छु। हजुरहरूले फेरि याद गर्नुहोस् आज छुट्छ है फेरि। अघि निवेदन गरिहालेँ सुत्ने बेलामा सन्तुष्ट भएर हजुरले आराम गर्नु होला। मैले घर परिवारलाई पनि भने सुतेको बेलामा फोटो लिनुहोस् भनेर। फेरि राति उठेर तपाईँहरू पनि फोटो लिन्छु कसको कम्पिटिसन गरौँ भनेर मेरो फोटो 1 नम्बरमा आयो। सुतेको बेलामा पनि मुस्कान दिइरहेको थिएँ।
अनि चाहिँ गोल्डमा 5 क्लास मात्रै पढ्नुभयो तर सिङ्गिङ ननको रूपमा अगाडि बढ्नु भएको छ। फुलको आँखामा उहाँको पुस्तक छ जसको हामीले गीत पनि भर्खरै गायौँ। यतापट्टि देउरालीमा बतास चल्यो 60 वर्षसम्म गीत म्युजिकलाई प्रबल गुरुङ न्युयोर्कमा रहेर फेसन डिजाइन गर्नुहुन्छ। हलिउड र बलिउडको कलाकार नेपाली पनि संसारमा छाउन सक्छन्। अब इन्टरनेसनल प्रेसिडेन्ट बनाउने पालो हाम्रो छ हैन हजुर। ती संसारमा जति पनि खेलाडीहरू भएका छन् उनीहरूले आफ्नो गेममा फोकस गर्छन्। सर म्याडमहरू हामी आफ्नो गेममा फोकस गरौँ, लाइफमा फोकस गरौँ। इज द्याट ओके हजुर? अरूकोमा फोकस गऱ्यो पैसा मात्र लिएर जान्छन्। कलाकारहरूको कलाकारिता हेऱ्यो अनि टिकटको पैसा पनि सकिन्छ अनि फर्केर आयो। हामी पनि यो दुनियाँमा कलाकार हौँ होइन र हजुर? आफ्नो गेम हामीले अरूलाई देखाउने गरौँ। यी दुईजना व्यक्तिहरू हिमाल चढ्नेमा सर्वप्रथम हुनुहुन्छ। धनीहरूले पनि ध्यान गर्दा रहेछ, त्यसैले पनि मैले ध्यान थालेको हजुर। धनी बन्ने सबैलाई चाहना हुन्छ, हजुरहरूलाई पनि छ, मलाई पनि छ होइन हजुर? र सबभन्दा ठुलो त ज्ञान धन पनि हो। त्यसैले हामीले मेडिटेसन प्राथमिकता। विनय सरले मलाई यस्तो एक दिन डायलग दिनुभयो, त्यस दिनबाट मेरो जिन्दगी नै परिवर्तन भयो, विशेष गरेर टाइम म्यानेजमेन्टमा। अफिस खोल्नुपर्ने त टाइममै थियो। अर्को कृष्ण दाई हुनुहुन्थ्यो अफिस खोल्ने, अनि कृष्ण दाई नआउँदा उहाँलाई के हुँदाखेरि चाहिँ सेकेन्ड चेनमा एसिस्टेन्ट थियो फेरि अफिस खोल्नुपर्ने। तर त्यो दिन टिकट लिन अफिसमै मान्छे आइसकेको थियो। उसले फोन गरेको थियो विनय सरलाई र ट्राभल एजेन्सीमा, तपाईँको खोइ अफिस पनि खुल्ला छैन, कोही पनि मान्छे छैन भनेर। म ढिलो हल्लीमै पुगेकै हो त्यो दिन। अनि विनय सर आफै आएर अफिस खोल्नु भएछ र त्यसपछि दिउँसो मुस्कान दिँदै खाजा साजा खुवाएर विनय सरले मलाई अफिसमा बोलाउनु पर्यो भन्नुभयो। हजुर आज किन ढिलो आउनुभयो होला? सामाजिक सहज खालको उत्तर थियो, आउँदा आउँदै ढिलो भयो भन्ने त बहाना बनाउनेले त त्यही हो नि होइन हजुर? अनि सरले त्यो दिन मलाई भन्नुभयो, हेर्नुहोस् तपाईँ आउँदा आउँदै ढिलो भएको होइन, बिहान ढिलो उठ्नु भयो होला, ढिलो गयो भने केही फरक पर्दैन भन्ने विचार गर्नुभयो होला, अनि बिस्तारै आउनु भयो होला, टेम्पोमा पनि तपाईँ आउन सक्नुहुन्थ्यो, अनि तपाईँ ढिलो हुनुभएको, भोलिदेखि चाहिँ टाइममा आइदिनु भयो भने काम सजिलो हुन्छ भनेर उहाँले मुस्कान दिनुभयो। त्यो दिन मैले राति सुत्नु अगाडि कमिटमेन्ट गरेँ, अब म आफूलाई चेन्ज गरेर बिफोर टाइम हुने प्रयास गर्छु र अब आजको दिनदेखि चाहिँ विनय सरले त कम्प्लेन गरिहाल्नुभयो, अब जिन्दगीमा कसैले कम्प्लेन गर्न पाउने छैन भनेर मैले आफूलाई अगाडि बढाएँ। त्यसैले हजुरलाई पनि टाइम म्यानेजमेन्टको हिसाबले गर्नुपर्ने पहिलो कामलाई पहिलो प्राथमिकता राइट हजुर? अलिकति मैले हजुरलाई पनि प्रेसर गरेँ है, अब जानु छ भनेर माफी चाहन्छु, तर फर्स्ट थिङ फर्स्ट। पछि गर्नुपर्ने कुरालाई सिड्युल बनाइदिनुहोस्, नगर्नुपर्ने कुरालाई गर्न सक्दिनँ भनेर भन्नुहोस्। म हिजो वीरगञ्ज गएको थिएँ, मेरो वीरगञ्जमा पनि साथीहरू छन्, लाइन्सहरू पनि हुनुहुन्छ। वीरगञ्ज आउँदा तैँले हामीलाई नभेट्ने रहन के त साह्रै ठुलो बिजी भइस् भनेर, तर भेट्ने टाइमै छैन हजुर। म त गाडी पनि प्लेन आइसकेपछि काठमाडौँबाट उड्यो भनेपछि माथि प्लेन उडिरहेछ, म गाडीमा तल आइरहेको छु, एयरपोर्टतिर भइरहेको थियो, पारा त्यस्तो थियो। अब म भेट्न सकिनँ भनेर मेरो बेलुका आएर माफी मागेँ। अर्थात् नगर्नुपर्ने कुरालाई हजुरले अगाडि बढाइदिनुहोस्। एकचोटि पढिदिनुहोस् त हजुर, हामीले जे गर्नुपर्ने हो त्यही गऱ्यो भने सकारात्मक हो होइन हजुर हाम्रो लागि। तलपट्टि के छ, हामीले जे गर्नु हुँदैन त्यो गरेन भने त्यो पनि सकारात्मक, दुईटै कुरा राम्रो भयो। हाम्रो लाइन्सको प्लान यही नै हो, त्यसैले आशावादी बनाउँ, अगाडि बढौँ। विचार 1 सेकेन्डमा 33 करोड किलोमिटर टाढा यात्रा गर्छ भनेर साइन्टिफिक स्पिरिचुअल रिसर्चले देखाएको छ। सूर्यको प्रकाश 15 करोड किलोमिटर टाढा छ। फास्ट जहाजमा जाँदाखेरि हामीले त्यहाँ जान आउँदाखेरि 40 वर्ष लाग्छ, तर प्रकाश त्यहाँबाट 8 मिनट 20 सेकेन्डमा आउँछ, तर विचारले भन्दा धेरै टाढा जान्छ। त्यसैले हजुरको विचार धेरै धेरै इम्पोर्टेन्ट छ। विचार ट्राभल फास्ट गर्छ। आत्माका 3टा शक्ति छन्, मसँग भन्नुहोस् त, मन, बुद्धि, बानी। मनको काम विचार गर्ने हो, बुद्धिको काम निर्णय गर्ने हो। त्यसैले सोच्नु, सृजना, कल्पना, इच्छा, सम्झना, महसुस गर्नु, सृजना हजुरको नाम आएको छ। यी सबै कार्यहरू मनको पर्छ। त्यसैले मनलाई शक्तिशाली बनाउन जरुरी छ। सकारात्मक विचारले मनलाई शक्तिशाली बनाउँछ र हजुरको सात्विक भोजनले पनि मलाई शक्तिशाली बनाउँछ भनिन्छ। जस्तो खानुहुन्छ अन्न त्यस्तै हुन्छ मन र निस्किन्छ मुखबाट भन्न। त्यसैले सात्विक भोजनको यो प्राथमिकता छ। आन्तरिक वा बाह्य रूपमा कुनै पनि आउने प्रेसरलाई हामी स्ट्रेस भनेर भन्छौँ। त्यसैले हामीले चाहिँ आइक्यूलाई बढाउनु छ। म हजुरलाई सबैलाई निवेदन गर्दछु, बाहिर कसैलाई नभन्नु होला, गुगल सर्च गरेर हेर्यो हो भने आइक्यू कम भएका देशहरूमध्ये हाम्रो देश टपमै आउँछ। त्यसैले हामीले आइक्यू अथवा भावनात्मक बुद्धिमत्ता र भावनात्मक योग्यतालाई बढाउनु पर्नेछ। एकचोटि जोडले ताली बजाइदिन्छ हजुर। सानै बेलादेखि इमोसनल इन्टेलिजेन्सलाई कसरी बढावा दिने, अप्ठ्यारो पर्दा कसरी सोच्ने भन्ने हामीलाई कसैलाई सिकाएको छैन। यसर्थ हजुर हामीले यो सिक्नुपर्ने कुरा छ। हामी यसतर्फ अगाडि बढ्नुपर्नेछ। हामी लायन्स क्लब इन्टरनेसनलमा, लायन्स क्लबमा हामी रहँदा मिलनसार हुनु छ र समूह कार्य गर्नु छ। आत्माका 7वटा गुण छन्, मसँगै भनिदिनुहोस् त, सुख, शान्ति, आनन्द, प्रेम, ज्ञान, शक्ति, पवित्रता। यी 7वटा कुरा भएनन् भने 28वटा रोग लागेका हुन्छन्। अनि यो रोग लागिसकेपछि हामीलाई गाह्रो हुन्छ। त्यसैले 7वटामा ध्यान दिने। लायन्स क्लबको मलाई ब्युटिफुल के लाग्छ भने हामीले जे कुरा दिन्छौँ हाम्रो जीवनमा त्यो कुरा 10 गुणा बढेर आउँछ। यसर्थ हजुर त्यसैले विस्तारमा हाम्रो स्लोगन छ र हामीले अब लक्ष्य पनि बनाएका छौँ।
जुन लक्ष्य दिनुभएको छ गभर्नर साहबले त्यसलाई हामीले पुरा गर्छौँ। आफ्नो क्लबको लक्ष्य छ र आफ्नो जीवनको लक्ष्यलाई पनि पुरा गर्छौँ। एक्चुअली भनिदिनुहोस्, लेट्स डु इट। यस आई क्यान। हामी गर्न सक्छौँ र पुरा गर्न सक्छौँ। हेर्नुहोस् हजुर, बस्नु मन थियो, छोडेर जान मनै छैन, मेरो प्रेम यहाँ बसिसकेको छ, तर फेरि उता पनि मैले कमिटमेन्ट व्यक्त गरेको छु। अहिले फोन गरेर कहाँ पुग्नुभयो भनेर भन्नुभयो भने मैले के भन्नु हजुर? त्यसैले गर्दाखेरि म आफ्नो भनाइलाई यहीँनिर सक्छु। सोसियल मिडियामा बिके रमन भट्टराई अर्थात् ब्रह्मकुमारीको राजयोग गर्ने भएको हुनाले मेरो गुरु पनि यहाँ चन्दन सर यहाँ हुनुहुन्छ, उहाँलाई पनि ताली बजाइदिनु छ। उहाँ मेरो डबल गुरु हुनुहुन्छ, कहिले गाडीमा पनि मलाई ठाउँमा पुर्याइदिनुहुन्छ र जीवनको लक्ष्यमा पनि आध्यात्मिक हिसाबले सहयोग गर्नुहुन्छ। नेक्स्ट टाइम उहाँको पनि सानो मन्तव्य हुनेछ, तर आजलाई टाइम भएन, सरी गुरु। अहिलेको लागि भने म हजुरलाई आभार व्यक्त गर्छु। मजा आयो होइन हजुर? अब हामी प्रश्न उत्तर त भेटेर गर्नेछौँ, जीवनमा अगाडि बढ्नेछौँ। म सरलाई माइक्रोफोन दिन्छु र म हजुरहरूसँग सबैसँग बिदा हुन्छु। एकचोटि भनिदिनुहोस्, yes I can. Small act, significant difference. Together we can. Let's do it. तीन ताली बजाउँदै भनिदिनुहोस्, yes. Thank you. अलिकति कुदाएँ, अलिकति फास्ट गर्ने प्रयास गरेँ, माफ गर्नुहोस्, त्यसपालि यति नै भयो। मलाई छुट्टी दिनुहोस्। सकारात्मक सोचौँ र आफ्नो जीवनलाई आनन्दमय र सुखी बनाऊ। ओम शान्ति, धन्यवाद, जय लाइनबार। गभर्नर साहब छुट्टी दिनुहोस्, सबैले मलाई छुट्टी दिनुहोस्। धन्यवाद।